फिर नयाँ आ गइल 15 वर्ष अमेरिका बैठ गल 5-7 गो श्रीमती भी ला गइल। जनता यति बेकुफ छैन ल, जति तिमीले बेकुफ बनाउन खोज्दैछ नि त्यति बेकुफ छैन। बी केयरफुल। आउने फागुन 21 गतिको चुनावमा यस्तो पाखण्डीहरूलाई चाहिँ भोट नदिनु होला। अब हुँदा हुँदा यो पूर्व आइजिपी यो सर्वेन्द्र खनाल एमाले योभन्दा पहिलाको चुनावमा टिकट दियो, यो हार्यो, जितेन। अब फेरि यो कुन चाहिँ पार्टीबाट हो चुनाव उठ्दैछ। अहिले फेरि रवि लामिछानेको बारेमा मन परि भन्दैछ, बालन शाहको बारेमा मन परि भन्दैछ। अहिले यो नयाँदेखि पुरानो सबै पार्टीको भोट माग्ने तरिका एउटै भयो। उनीहरूको एजेन्डा के पनि छैन, एजेन्डा जनताको सामु सुनाउनु पर्छ भन्ने पनि के पनि छैन। एउटै एजेन्डा जनता सामु जाने, अनि बालन शाह यस्तो, रवि लामिछाने यस्तो, बालन शाहले सिंहदरबार जलाएको, हुने नहुने जनतालाई मेनिपुलेट गरेर भोट माग्दैछ। आफ्नो एजेन्डा के हो, चुनाव जितेर म यो ठाउँमा यो गर्छु, त्यो गर्छु, बाटो बिजुलीको बारेमा, स्वास्थ्य शिक्षाको बारेमा केही बोल्दैन। उनीहरूको एउटै एजेन्डा हुन्छ कि रवि लामिछानेको विरोध गर्ने, बालन शाहको विरोध गर्ने। यदि नेपाली राजनीतिमा बालन शाह र रवि लामिछानेहरू नआएको भए त यो चुतियाहरूको त अनि एजेन्डै छैन रहेछ त। अनि उनीहरूलाई विरोध गरेर आफू चुनाव जित्नु परेपछि एजेन्डा भयो त। यहाँ से सब पैसा पठाए के परी, गरीब लोग के सब लूट गए। अच्छा अच्छा गाड़ी, अच्छा अच्छा बढ़िया बढ़िया घर, स्वाहनी उनका श्रीमती बहुत बंगला में। फिर उखरा के आदमी लोग आता और कहता कि ये कर ये बढ़िया, कति बढ़िया।